शहरी विकासले गर्दै गर्दा चाहँदै गर्दा यस्तो खालको संरचनाहरू अरु थप कहाँ बनाउन सकिन्छ तपाईको सम्भावना के देख्नु भएको छ? अब पहिलो चाहिँ यही संरचनालाई यो हाम्रो यो केन्द्रीय यो क्रिकेट ग्राउन्डलाई हामी सुविधा सम्पन्न गरेर सम्पन्न गर्नलाई हामीले चाहिँ हाम्रो प्रक्रिया अगाडि बढाइसकेका छौं। करिब 10 अरबको यसको जुन एस्टिमेट छ र हामी यसलाई चाहिँ सेकेन्ड फेज चाहिँ तुरुन्तै सुरु गर्दैछौँ। त्यस्तै गरेर देशैभरि यो यस्ता क्रिकेट ग्राउन्डहरू प्राथमिकता दिएर चाहिँ बनाउँदै जानुपर्छ। अब बुटोल चितवनदेखि लिएर काठमाडौँको चाहिँ मूलपानीको पनि छ र विभिन्न क्षेत्रमा सबै प्रदेशमा क्रिकेटलाई चाहिँ पहिलो प्राथमिकता दिएर क्रिकेट ग्राउन्डहरू चाहिँ बिस्तारै हामीले फेज वाइज चाहिँ हामीले सम्पन्न गर्दै अगाडि बढ्नेछौँ। सरकारको प्राथमिकता क्रिकेटमा रहनेछ। एउटा सम्बोधन गर्ने क्रममा अब प्रतिनिधिले भन्नु पनि भयो, जिकर पनि गर्नुभयो अध्यक्षज्यू आफैले पनि पूर्व प्रधानमन्त्री केपी शर्मा निवर्तमान प्रधानमन्त्री भनौँ केपी शर्मा ओलीलाई उहाँले यो इनिसिएसन चाहिँ राम्रो गर्नुभयो है भनेर भन्नुभयो। तपाईहरुले पनि यो सरकारले यस्तो गर्यो भनेर भन्न लायकको काम के गर्दै हुन्छ त्यो पाइपलाइनमा छ कि अहिले यो 6 महिनाभित्र हामी गरि नै रहेछौँ। तपाईले देखिराख्नु भएको छ हामी धेरै काम ऐतिहासिक 2 महिना भयो हैन, 2 महिना भयो हामी आएको 2 महिनामा हामीले धेरै काम गरेका छौँ। अब देखिने काम अब हामीसँग धेरै समय त छैन। अब हामीले देखिने कामहरू धेरै चाहिँ अगाडि बढाउँदै नेपालमा यो त्रिवी क्रिकेट मैदान जस्तै अरू खेल मैदानहरू बनाउने तत्कालीन कुनै योजना छ वा कुनै खालको तपाईहरुले तयारी गर्दै हुनुहुन्छ? जस्तो यसको त थप्ने परियोजना तपाईहरुले गुरु परियोजना अगाडि मास्टर प्लान अरू कुनै छन् त्यस्तो? अहिले तत्कालको लागि हामीले यसैको मास्टर प्लान स्वीकृत गरेर यो 10 अरबको काम अगाडि बढाउने भन्ने ठुलो कुरा हो। क्याबिनेटले भनेको हामी सिजन 3 मा चाहिँ फुल फेजको यो ग्राउन्ड देख्न पाउँछौँ। त्यसपछि अरू क्रिकेट ग्राउन्डहरू पनि को लागि पनि हामी चाहिँ अगाडि बढ्छौँ। आगामी दिनमा क्रमिक रूपमा धेरै क्रिकेट ग्राउन्डहरू बन्छ। हजुर लामो समयदेखि अलि अलमल्लिया जस्तो छ मूलपानीको विषयमा केही छ तपाईहरुको? मूलपानीले